मामा घर यहाँ चाहिँ कान्छा मामाको घर गोबर कुल्चेला त्यहाँ लेटे हिँडिरहन्छ गोबर खोइ देखाएन त अनि गोबर त सबैजनालाई मैले गोबर किल्चेला भनेर डराइरहेको छु मान्छे नबसेपछि गाई चराइन्छ नि मेरो मामा ल सबैजना रमाएर टक्क आँगनमा यसरी बस्नु भएको छ मामा हाम्रो आमा बुवा पनि आउनु भएको छ यो यादगार चाहिँ सधैँको लागि यसरी सबै परिवार हामी आएका छौँ अहिलेसम्म हामीसँग भएको परिवार चाहिँ यति नै हो अहिलेसम्म चाहिँ खोइ दादा मेरो पनि यस्तो गर्नु म पनि एकछिन ए उठेर यहाँ बसेको कि खुट्टाले हो मलाई डरालो मालिस गरिदिन्छु मेरो जेठानी हामी चाहिँ मामा घर आएको छौँ रमाइलो भएको छ होइन हाम्रो कान्छा मामाको घर आयो धेरै पछि यसरी आमा रमाइलो घाट मामाहरू चाहिँ उता हुनुहुन्छ हामी चाहिँ यति गएर यति चाहिँ आएको भनेर यसो भिडियोहरू देखाएको यस्तो राउन्ड अब एकचोटि गाई चराउन आउँदो म के सर्न आउँदो रहेछ मामा होला भन्छ